हेलो साथीहरू, गुड मर्निङ सबैजना। नमस्ते नमस्कार। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। र आज चाहिँ सबै कपाल जोडीहरूको लागि स्पेसल डे, भ्यालेन्टाइन डे र एउटा नेपालीमा भन्ने हो भने प्रेम दिवस कि के हो त्यस्तै होइन। र म पनि भर्खरै उठिरहेको छु होइन, मुखहरू पनि धोएको छैन, भर्खरै उठेर यसो भिडियोहरू बनाऊँ भनेर सोचिरहेको थिएँ र भिडियोको लागि भर्खर रेडी गर्दैछु होइन। अनि भिडियो बिचमा ब्रेक पनि भयो, त्यही भएर कतिजना भनिरहनु भएको थियो होला कता गएछ भने चाहिँ होइन, भिडियोहरू आएको छैन र भनिरहनु भएको थियो होला। र म बिचमा ब्रेक भएँ, जुन कारण रहेको छ तपाईँहरूलाई बिस्तारै भन्दै जाउँला होइन, म किन भिडियोहरू बनाएको थिइनँ भनेर। र आज भ्यालेन्टाइन डेहरूको लागि भ्यालेन्टाइनको लागि के छ त हामीसँग भन्दै गर्दाखेरि विभिन्न हामीसँग स्पेसलीहरू बनाएको छौँ हामीले होइन। तपाईँहरूलाई आजको प्रोसेसहरू पुरा देखाउने नै होला चाहिँ। र त्योभन्दा पहिले चाहिँ म नुहाइधुवाइ गरेर चाहिँ फ्रेस हुनु पऱ्यो। यस्तो भइरहेको छ कपालहरू पनि होइन, भर्खरै सुतेर उठेको। आज हल्का स्पेसल डे होइन, त्यही भएर भिडियो पनि बनाइदिउँ न त कस्तो हुँदैछ भनेर बनाउँदैछु। हेरिसकेपछि सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला होइन। र अब कन्टिन्यू भिडियोहरू आउने वाला छ र अब बवाल हुँदैछ होइन। ब्रेक भए बिचमा भिडियोहरू आएन, सो सरी भन्न चाहन्छु होइन। अब म जाँदैछु नुहाउनको लागि। ओके, शनिबार हो नि त, त्यही भएर कति भयो भाडमा चाहिँ सन्चै हुनुहुन्छ नि। ओके, मेरो साबुनहरू सकेको रहेछ, साबुन स्याम्पूहरू किनेर ल्याइसकेँ होइन। अब नुहाउन जाँदैछु, भवाल तरिका नुहाइन्छ, तातो पानी छ माथि होइन। मेरो फोनको चार्ज सकेर हालत त्यस्तो छ होइन, चार्ज लाउँदै हिँड्न परिरहेको छ। ओके, फाइनल्ली म कपडा धुन आइसकेको छु होइन। म यहाँ छु, यस्तो देखेको छ होइन, पानी परेर। अनि अब चाहिँ लुगा धुन्छु, यहाँ तातो पानी पनि आउँछ होइन, मस्तो तातो पानी नुहाइन्छ। नुहाइधुवाइ गरेर चाहिँ आजको दिनहरू मजाले कसरी कट्नेवाला छ तपाईँहरूलाई म देखाउने नेवाला छु, मजाले हेर्दै गर्नु होला। फाइनली मैले नुहाइधुवाइ पनि सबै सकाइसकेँ होइन, मस्त नुहाइयो पानीमा, आनन्द होइन, चिल भयो। बिहान बिहान नुहाउनलाई फ्रेस भयो। कपडाहरू सबै जग्गामा सुकाइसकेँ, त्यता कपडाहरू धोएर। र अब चाहिँ हामी म चाहिँ खानासाना खाएर चाहिँ तल जान्छु र केही कामहरू छ, जति पनि आज गर्नुपर्ने कामहरू गर्दै जानेछु। तपाईँहरूलाई देखाउने वाला छु, मजाले हेर्दै गर्नु होला होइन। र कपाल पनि हल्का लामो भइसकेको छ, अब कपाल पनि फाट्नेवाला भएछ होइन, कता काट्नेवाला छ। अब एक दिन कपाल पनि काट्न जान्छु। र अब म खानासाना खाएर चाहिँ तल काम गर्न जान्छु। फ्रेस भयो, मस्त आनन्द आएको छ होइन, तातो घाम लागिरहेको छ। सिनहरू पनि बवाल छ हेर्न, क्या मौसम खुल्ला छ कि चिल छ होइन, आनन्द छ। ओके, यतै जानु होला, म पुरा भिडियो तपाईँहरूलाई देखाउने नै वाला छु। ओके है, मलाई भात दिनु, भात। ओके, म खाना खाइसकेको छु, अब खानाहरू खान्छु। दिदीले खाना पठाइदियो हुनुहुन्छ त होइन, यहाँ बसेर खाना खान्छु। मेरो पावर ब्याङ्क छोड्नु भएको छैन, चार्ज छैन मोबाइलमा। ओके, फाइनल्ली नुहाइधुवाइ गरिसक्यो होइन, कपाल अलिक भुस्रुङ्ग भइरहेछ। अब अनुहारमा सिरमहरू लाउँदैछु, हेर्नु सक्नुहुन्छ। ओके, र अब चाहिँ कामहरू पनि गर्नुपर्ने छ, अलिअलि कामहरू बाँकी छ, अहिले पुरा देखाउँछु हजुरहरूलाई। ओके है,
अलिअलि म सरसफाइहरू गर्दैछु यहाँनिर होइन। अहिलेसम्म ओपन गरेको छैनौँ, आज शनिबार पनि हो नि त, त्यही भएर ओपन गर्न बाँकी नै छ होइन। चाहिँ मजाले तपाईँलाई भिडियो फुल देखाउनेवाला छ आज दिनभरि भिडियोहरू होइन, मेरो काम कसरी गर्दैछु भनेर हेर्दै जानु होला। ओके र काम हामी गर्दैछौँ र स्पेसल्ली आज डेको लागि राम्रो व्यवस्था पनि गरेको थियौँ हामीले र यता म रेडीहरू पनि गर्दैछु होइन। एकदमै मजाले आज कामहरू भइरहेको छ र म पनि गरिरहेको छु र अब अगाडि बढ्दै जानेछु। हेर्दै गर्नु होला, मजाले प्रोसेस गरिरहेको छौँ, कस्तो हुन्छ के हुन्छ मजाले हेर्दै गर्नु होला है। र यता किचनतिर दिदीले पनि काम गरिरहनु भएको छ होइन। किचनमा दिदीले काम गर्दै हुनुहुन्छ, किचनको दिदी हुनुहुन्छ उहाँ चाहिँ होइन। तर आँखाको समस्याले गर्दाखेरि आँखा कस्तो कस्तो देखिरहेको छ, अलिकता अप्ठ्यारो भएको जस्तो देखिरहनु भएको छ उहाँको। तर पनि उहाँले बनाउनु भएको जति पनि फुडहरू एकदमै स्पेसल्ली नास्ताको लागि एकदमै राम्रो फुडहरू बनाइएको थियो। जस्तै आलु पराठा, साउदो साँधैकोदेखि लगेर एकदमै बवाल थियो। र आज हामीले कपाल जोडीको लागि र सिङ्गलको लागि पनि विभिन्न अफरहरू राखेको थियौँ, जुन अफरको लागि चाहिँ हामी यहाँ भोट गराउँदैछौँ र के पर्छ भनेर चाहिँ उहाँले देखाउँदै हुनुहुन्छ होइन। उहाँलाई परेको जति पनि हामीले अर्डर गरेको फुडमध्ये चाहिँ उहाँले चाहिँ 10% डिस्काउन्ट चाहिँ पाउनुभएको छ होइन। र जति पनि हामीले डिस्काउन्ट दिएको छौँ उहाँलाई चाहिँ 10%। र यता हाम्रो कपाल दाइहरू पनि अब हुनुहुन्छ होइन, उहाँहरूको लागि पनि एउटा लुडोको सहायताबाट हामीले सानो प्रोसेसहरू राखेको थियौँ र उहाँहरूले प्रोसेस गर्दै हुनुहुन्छ एकदमै। उहाँहरूको अब के पर्छ हेर्दै जानु होला है। फुल भिडियो तपाईँहरूले हेर्नुहोस् र मजाले चाहिँ देखिहाल्नुहुन्छ के कस्तो सबै कुरा देख्नुहुन्छ। र उहाँ पनि अब चिनेको दाइ हुनुहुन्छ हाम्रो भनेको डेली कस्टमर दाइ हुनुहुन्छ होइन। र उहाँले पर्दाखेरि चाहिँ अलिकता मिलेन होइन। र अब फेरि दिदीको नै पालो आउँदैछ होइन। दिदीको पालोमा चाहिँ के हुन्छ अब हेर्दै जाउँ है। ल है 3 4 निकाल्नु पर्यो। 4 ल बहिनी ल वाइनको सवाल छ के कङ्ग्रेचुलेसन। हामी के पाइदियो अब सबैजना ब्याकेट आउनु पर्यो यस्तो के भन्छ अर्को कपालको लागि पनि हामीले राखेको थियौँ र उहाँहरूको लागि पनि हामी खेलाउनेवाला छौँ। गेम कस्तो हुन्छ उहाँहरूले अब कतिको जित्नुहुन्छ कि जित्नुहुन्न होइन, त्यो उहाँहरूको हातमा छ। र उहाँहरूको लागि पनि हामी अफर दिँदैछौँ। ओके हेर्दै जानु होला। ओके सुरुमा चाहिँ सिस्टरले नै गरिसक्नु भएको छ होइन। अब सुरु उहाँले गर्नुहुन्छ, त्यसपछि उहाँको अब जोडीले गर्नुहुन्छ होइन। आफ्नो त जोडी नहुँदै गर्दाखेरि पनि अरूको जोडी हेरेर भए पनि आज भ्यालेन्टाइनको दिनमा चाहिँ दिनहरू बिताइयो होइन। एकदमै रमाइलो भयो र ओके र यता कपालहरू जित्नु भएन होइन। र हाम्रो दाइ यता हुक्का बनाउँदै हुनुहुन्छ, मस्त हुक्का तान्दै हुक्का उडाइरहेर बसिरहेको होइन। र यहाँ रहेको छ हाम्रो रेस्टुरेन्ट राम्रो रहेको छ, ब्याकयार्ड रेस्टुरेन्ट रहेको छ। र हाम्रो यो चाहिँ काउन्टरहरू रहेको छ है। एकदमै दाइ मस्त चिल नौडेर हातमा है, एकदम बवाल भइरहेको छ र तपाईँहरू हेर्दै हुनुहुन्छ ओके। र एकदमै बवाल भइरहेको छ। आज हामीले भनेको सिङ्गलको लागि पनि गेमहरू खेलाउँदै थियौँ र यता हाम्रो बुनुहरू हुनुहुन्थ्यो, बुनुहरूले पनि अब के जित्नुहुन्छ देखाउँदै हुनुहुन्छ। उहाँले खोलेर है भोटिङ गरायो उहाँलाई पनि र उहाँको भागमा परेको छ किबो होइन। एउटा किबो पाउनु भइसकेको छ उहाँले चाहिँ। र उहाँहरूको लागि पनि हामी अब सबै कुरा चाहिँ
र हाम्रो यता भनेको अब अघि भनेको हाम्रो दुईजना कपाल दाईहरूले पनि वाइन जित्नु भएको थियो, जुन वाइन चाहिँ हामी चाहिँ अब उहाँहरूले दिँदैछौँ है। र यहाँ दाईले वाइन भर्दै हुनुहुन्छ र हामी लगेर दिने होला छौँ दाईहरूलाई पनि। अब उहाँहरूले पाउनु भएको र आजको स्पेसली दिनमा चाहिँ जित्नु भएको अफर चाहिँ हामी वितरण गर्दैछौँ उहाँहरूको लागि। एकदमै कस्तो बवाल देखेको छ होइन यता, र हामी लगिदिँदैछौँ दुईजनाको लागि एकदमै। ओके, यता चेस गर्दै एकदमै खुसी हुनुहुन्छ दाईहरू। र अब हाम्रो चाहिँ नाइट भ्यूहरू पनि यस्तो देखिन्छ होइन, नाइट पनि भइसक्यो, रात पनि परिसक्यो र अगाडिको सिन रहेको छ यो चाहिँ। र मैले माथि गएर मजाले पछाडिको सिन पनि निकालेको छु, ब्याकग्राउन्ड पनि। र अब धेरै लामो समय भइसक्यो, साँझ पनि परिसक्यो, रात पनि परिसक्यो होइन। अब भनेको लगभग मेरो खाना खाने टाइम भइसकेको छ र आज खानामा चाहिँ हाम्रो चिकन थियो आज सटरडे। त्यही हुँदै गर्दाखेरि आज खाना अब खाँदैछु, म खाना खाँदैछु, खानासाना खाएर अब ओके। थ्याङ्क यू सो मच सबैजनालाई जति पनि लास्टसम्म भिडियो हेर्नु भयो होइन। र अब चाहिँ सबै कुरा कामहरू पनि सकिसक्यो र रात पनि धेरै लामो गइसकेको छ। र आजको लागि भिडियो यति नै गर्न चाहन्छु होइन। र कस्तो लाग्यो के कस्तो लाग्यो सबैजनाले हेरिसकेपछि पक्कै पनि प्रतिक्रिया दिनु होला होइन। र धेरै लामो समय पछाडि भिडियो बनाएको छु र सबैजनाले हेर्नुहुन्छ भन्ने आशा गरेको छु। हेर्नुभयो होला, हेर्नुभएको सबैजना थ्याङ्क यू सो मच है। र यस्तै भिडियोहरू बेला बेलामा आउने नै वाला छ र एकदमै आशा गरेको छु सबैजनाले सपोर्ट गर्नुहुन्छ भनेर होइन। बिचमा धेरैचोटि ब्रेकहरू पनि भए, भिडियोहरू पनि हालेको थिइनँ, त्यही पनि अब कन्टिन्यू प्राय भिडियोहरू हालिरहन्छौँ। र के हुन्छ भन्दै गर्दाखेरि अब धेरै मिहिनेत गरेर भिडियोहरू बनाउँदै गर्दाखेरि पनि भ्युजहरूको नजाँदै गर्दाखेरि अलिकता भने कस्तो लाग्छ भन्दै गर्दाखेरि यति धेरै मिहिनेत गर्दै गर्दाखेरि पनि भ्युजै आउँदैन, के बनाउनु अलिकता भने मुडी अफ हुन्छ क्या। त्यो हुँदै गर्दाखेरि सकेसम्म सबैजनाले सेयर, सब्सक्राइब, लाइक, कमेन्ट गर्नु होला होइन। र यति नै भन्न चाहन्छु र सबैको शुभरात्रि एकदमै राम्रो बितोस्। र सबैजनालाई फेरि पनि ह्याप्पी भ्यालेन्टाइन डे। जति पनि कपालहरूको लागि आज स्पेसली हाम्रो अफर पनि रहेको थियो, कतिजनाले पाउनुभयो, कतिजनाले अब पाउनु पनि भएन होइन। एउटा लकको कुरा हो त्यो भनेको। र यस्तै भिडियोहरू र यस्तै अफरहरू लिनको लागि फेरि पनि म कुनै भिडियो लिएर उपस्थित हुनेवाला छु भन्दै आजको लागि यति गर्दै म पनि सुत्नु पर्यो होइन। र भिडियोहरू पनि एडिट गर्नु पर्यो, अब युट्युब अब भिडियोहरू अपलोड गर्नलाई पनि गाह्रै हुन्छ, एडिट पनि गर्नु पर्यो। र मोबाइलहरू पनि अब चार्जर हुँदैन, यताउति हुँदै गर्दाखेरि रात पनि लामो परिसक्यो, त्यो हुँदै गर्दाखेरि भिडियो एडिट गर्नुपर्छ होइन। धेरै लामो भिडियो पनि भएको छैन, सबैजनाले सपोर्ट गर्नु होला, यति नै भन्न चाहन्छु। ओके, थ्याङ्क यू सो मच।